हेर तिम्रो लाइलाइमा लागेर मैले त्यो गुवाचे लोग्नेलाई छोडेर आएँ। अब तिमी र म यो गाउँमा बसेर के गर्नुपर्छ है? अब के गर्छौ? तिम्रो सहरा जस्तो गाउँमा क्याबिन रेस्टुरेन्ट चल्दैन यहाँ। तर एउटा रिसोर्ट खोल्न पायो भने चाहिँ गजब हुन्छ है। खोला खोला, तिमीलाई जे खोल्न मन लाग्छ खोला, म पनि जे खोल्न मन लाग्छ खोल्छु। तर पैसा कमाउनुपर्छ। यो गाउँमा रैला गर्न पैसा कमाएर। अब सहरमा व्यापार पनि सबै बिगारेर आइछौ। ऋणै ऋण छ भन्ने सुनेको छु। घरबेटीको भाडा पनि तिरा छैनौ रे, होइन? हो त, आर्थिक मन्दीले गरेर राम्रोसँग व्यापारै भएन। भएको सुन गहना पैसा सबै त्यो बोकाले लिएर गइहाल्यो। बिचरा तालचा फोर्यो भने थोत्रो कुर्सी र टेबल बाहेक के भेट्दैन होला है। फ्रिज किचनको सामान अरू सामान त भित्र सबै बेचेर खाइसके। ल ठिक छ, तर यो गाउँको सोझो मान्छेलाई तिमीले भने जस्तो त्यति सजिलो मुर्गा बनाउन चाहिँ गाह्रै पर्छ है। हेर, यो गाउँका सोझा सिधा मान्छेहरूलाई छ नि मेरो भट्टीमा आउने बनाउनु पर्छ। जग्गा जमिन बेचेर भए पनि जे खोज्छ त्यो दिएपछि हाती निकालेर निच्चा हाँसेर हिँडिहाल्छ नि। जे होस्, व्यापार गर्ने टेक्निक चाहिँ तिमीसँग रहेछ। यहाँ गाउँमा एउटा रेस्टुरेन्ट बन्द भएर त्यत्तिकै बस्या छ। पायो भने भाडामा दिन्छु भनेको छ। चलन भए तिमी र म हेर्न जाने हो त? शुभ काममा किन ढिला गर्ने? अहिले हिँड्न। 2 नम्बरी काम गर्न त तिमीलाई कसैले नभ्याउने रहेछ। के गर्नु, सिधा आउलाले घिउ नआएपछि। ल हिँड न त, जाउँ हेर्न। यसो किचन सिचनको सामानहरू तरकारी सरकारी भयो भने आज बेलुकादेखि नै सुरु गरिदिउँ। किन चाहियो र अरू सामान? 1 ग्यालिन रक्सी र मेरो जवानी भएपछि पुग्यो नि। हो र, जाउँ न त। ल भन, किन बोलायो? म भने त्यो मेरो मुसुमुन्द्रे बुढालाई छोडेर आउने, अनि तिमी भने त्यो काइतेको सालीसँग लागेर रेस्टुरेन्ट खोल्दैछौ रे त। तिमी अलिकति ढिला भयो, तर पनि केही छैन। जोइन्टमा मिलेर काम गर्ने हो भने वेलकम छ। मैले तिमीसँग ठुलो आश राखेको छु। कोहीलाई छोडे पनि तिमीसँग बिहे गर्ने सपना देखेको छु। सरी ल, अर्काको स्वास्नी भिडिहाल्नुपर्ने स्थिति छैन मेरो। अझै पनि 15-16 वर्षका कुमारी केटीहरू मरिमेटी गर्छन् मेरो लागि। काइतेको साली चाहिँ कन्सा गतिलो हो? अझ म त 1 पहिले, त्यो त 7 पहिले। त्यस्तालाई बिहे गर्ने विचार छ तिम्रो? त्योसँग मैले पार्टनरसिप गरेको मात्रै हो। अहिले व्यापार कुरो मिल्यो भने रुम पार्टनर, तर जिन्दगी काट्ने चाहिँ होइन है। त्यसको र मेरोमा के फरक छ? पैसा नै सब थोक हो। हेर, त्यसले तिमीलाई धोका दिन्छ। बाल मतलब सेफको ताला चाबी मसँग हुन्छ। हेर, बरु त्यसलाई काममा लगाऊ। म साउनी बनेर काउन्टरमा बस्छु, अनि हामी 2 जना मजाले पैसा कमाउनु पर्छ। अब मनको लड्डु घिउसँग खाऊ। मैले रेस्टुरेन्ट फिक्स गरेर आइसकेँ। भोलि ओपनिङ छ मेरो। बरु कोही गेस्ट छ भने लिएर आऊ, कमिसन दिउँला तिमीलाई। मेरो बहिनी म भन्दा हट छ, अनि त्योसँग 1 ग्राहक पनि छ। हाम्रो रेस्टुरेन्ट भक्कु चल्छ। फेरि हाम्रो? कसरी हाम्रो? लगानी गर्ने चाहिँ म, तिम्रो कसरी हुन्छ? म तिमीले भनेको जे भन्छौ त्यही मान्छु। बिहे अगाडि सँगै बसौँ भने पनि मान्छु, तर हामी 2 जना मिलेर व्यापार चलाउनु पर्छ। भनिसके त, तिमी ढिलो भयो भनेर। फेरि मेरो पछि किन लाग्छौ? दिदी बहिनी मिलेर भट्टी खोले भइहाल्यो नि। त्यति सोझो लोक्ने छोडेर म तसँग आएँ। आज मलाई धोका दिँदैछौ। त्यति सोझो लोग्नेलाई धोका दिने मान्छेले भोलि मलाई धोका दिन्न भन्ने के ग्यारेन्टी?
मेरो कुरा त सुन। ओ लाउरिनी भाउजू नमस्ते, आराम हुनुहुन्छ? हजुर नमस्ते। आरामै छु। कति कामले आउनुभयो बाबु? अब के काम हुनु नि भाउजू, यसो दुःख सुख पर्दा सम्झिने तपाईँ नै हो। म त एउटा रेस्टुरेन्ट खोल्नु पर्यो, 4 लाख जति भयो, यसो ऋण हालिदिनु पर्यो भाउजू। कहाँ पाउनु त्यत्रो पैसा? हिजो अस्ति त भर्खर घडी किनेको। तपाईँले चाहे हुन्छ क्या भाउजू। तपाईँको के काम छ भने बरु भन्नु न मलाई, म गरिदिइहाल्छु नि मैले सक्ने। मेरो त्यस्तो केही कामै छैन, तपाईँले गर्नु पनि पर्दैन। झुट नबोल्नु न, तपाईँ भित्रै जलेर बसिरहनु भएको छ। तपाईँको यो भैँसी जस्तो ज्यान कसरी भएको थाहा छ तपाईँलाई? तपाईँको बुढो बाहिर भएर कसैले फुटे आँखाले हेर्दैनन्। तपाईँको पनि त रहर त होला नि भाउजू। होइन तपाईँले के भन्नु खोजेको? फेरि भन्नुहोस् त एकताल। होइन भाउजू, अब तपाईँको पनि बुढा बाहिर छन्, तपाईँलाई नि अप्ठ्यारो सप्ठ्यारो केही पर्ला। बुढा बाहिर हुनेले त मलाई काम सार्न बोलाउँछन्। हेर्नु भाउजू, म फेरि एकदम सहयोगी भावको मान्छे, त्यही भएर तपाईँलाई नि अप्ठ्यारो सप्ठ्यारो पऱ्यो भने म काम सारिदिइहाल्छु नि भाउजू। लु फेरि भन् त, तेरो दारीमा म आगो बालिदिन्छु। होइन भाउजू, किन रिसाउनु भएको? अब मलाई दुःख सुख पर्दा यसो तपाईँले काम सारिदिनु, तपाईँको दुःख सुख पर्दा मैले काम सारिदिउँला। ए काका, मेरो बुढा मेरो बुढा छैन यहाँनिर भनेर म एक्लै छु भनेर मलाई हेपेको? मलाई हेपेको? मलाई के रिसाउनु भएको? किन? ए लाउरिन भाउजू, किन रिसाउनु भएको? होइन, म एक्लै छु भनेर अबदेखि यो मेरो घरको बाटो हिँडेछ भने ठिक हुँदैन। मेरो घरको बाटो के हो यो लाउरिन? मेरो घरको बाटो नहिँड्छ साला। ओइ केटी, त यो गाउँमा के गरिराख्छस्? जुन बाटो आएको त्यही बाटो खक्क जा त। ए यो गाउँ तेरो पोएको वीरता हो? ओइ बढ्दो कुरा गर्छस्? मेरो त यो जन्म गाउँ हो, तेरो त दिदीको पनि पोइको घर। भेनाजुको घरमा बत्वा बस्न आएकी छ, ठुलो कुरा गर्दिरहेछ। त नि त सोच पहिला छोडेर मेरो दारीलाई आफ्नो बनाउँछु भनेर आएकी होइन? हेर, त्यो दारी सिर्फ मेरो हो, मेरो। बिचमा आइस भने राम्रो हुने छैन, बुझिस्? तँलाई भन्दा पहिला मलाई चिनेको उसले। हामी 2 वर्षभन्दा बढी भयो फेसबुकमा कुराकानी भएको। ए फेसबुक फ्रेन्ड? त्यस्तो फेसबुक फ्रेन्ड त मेरो 5000 जना छन्। उसले आश देखाएको हुनाले मैले बुढा छोडेर यहाँ आएको। के उसलाई दोष दिन्छस्? तन्न उसको पैसा गुटमुटाउला भनेर सोचेको होला। पहिले रेस्टुरेन्ट मालिक नि बन्छु भनेर सोचेको होला। इस मलाई तैँले जादु टुना गरेर एकरो बनाएकी छेस्। मैले चिनेको छु, त्यो त्यस्तो मान्छे होइन। त्यो मसँग मेसेन्जरमा फोन गरेर घन्टा रुन्थ्यो। के मलाई सुनाइरह त नि? त्यसैले गरेर सुना। केटा मान्छे भनेको जसको शक्ति उसकै भक्ति। यो जाठीलाई त तर नलगै भएन। होइन बाबु, अब मेरो साली र तिमी संयुक्त व्यापार गरिसकेपछि मेरो सालीलाई पनि यतै राख्न मिल्दैन? ठाउँ रहेछ त, राति मेरो सालीलाई पनि यतै राखौँ। कहाँ हुन्छ त्यस्तो? तपाईँको साललाई कहाँ मैले यहाँ राख्छु? त्यही त यहाँ दुनियाँले कुरा काटेर के भनिरहेछ। बाबु, ककलले के भन्ने कुरा नगरौँ, दुनियाँ कुरा नगरौँ। मलाई राति सुत्नै दिन्न। कहिले खुट्टा चलाउँछे, कहिले चल्छे, कहिले तान्छे, भेना लाउन आउनु न यता नजिक भन्छे। दिमाग खराब गरिसके। अब संयुक्त व्यापार गरेका छौ, अब संयुक्त रूपमा बसे भइगयो त। हेर्नु न बाबु, अब बुढो मान्छे सालले रातभरि तान्छे, लात्तले हान्छे, निदाउनै दिन्न के। अब त बिहान छिट्टै उठेर गोठधन्दा गर्नुपर्ने। मलाई त एकदमै तनाव भएको छ के। झन् बुढी पनि नभएको बेलामा यस्तो मस्तको साली पाउँदा तपाईँलाई चाहिँ के को टेन्सन के? अब बुढेसकालमा हरियो काँक्रो कोर्याब खाइदिनुहोस् न। भो खान्नमा काँक्रो साँक्रो बाबु कति खानु के, उल्टी नै आउने गरी। मैले त्यो कलिलो काँक्रो बाबुलाई जिम्मा लाएँ। ल योभन्दा त मेरो माइली साली नै एकदम ठिक। रातभरि चल्दा नचल्ने, खुट्टा पनि नबोकाउने, आनन्दसँग साथी बसा जस्तो बस्ने, यसो चुप्पा चाप्पी गर्थे, त्यो ठिक छ। ल
यो साली चाहिँ मैले तिमीलाई नै जिम्मा लाएँ बाबु ल। भनेपछि तपाईँलाई अङ्गालोमा बेर्ने साथी मात्रै चाहिएको हो बाबु हो। अब बुढो मान्छे केही गर्न सक्दिनँ, यसो राति निदाउँदाखेरि साथी मात्रै चाहियो कि यसो च्याप्ने। त्यो पनि अब त साली किन च्याप्नु पर्यो, मलाई त यत्रो ठुलो सिरानी छ, केही सिरानी च्याप्छु कि मेरो सालीलाई चाहिँ यहीँ राखिदिनु पर्यो बाबु। अब तपाईँलाई अप्ठ्यारो नै परेको हो भने अब दिनभरि पनि यहीँ बस्छे ठिकै छ नि त, राति पनि राखौँला। ल काइदाको कुरा गर्यो बाबु ल, यही खुसीमा एक प्याक थपौँ, एक प्याक थपौँ थपौँ। थप्ने र ल एकदम खुसीको कुरा।